लगायत दुईजना मोटु र पद्दु अगाडि हिँडिरहेछ म पछाडि छु यो मोटी तपाईँले भन्नुहुन्छ मुलुसान हामी शुभम हामी काठको हेर्न जाँदैछौँ है त्यहाँबाट सो भोलि कति कता के कसो भनेर आउँछ थाहा पाउँदैन त्यसैले आज नै हेर्न जाँदैछौँ यो यसो हेऱ्यो भने यो चाहिँ खोला नेपालको जस्तो लाग्छ तर त्यस्तो होइन सफा छ हामी चाहिँ जाँदैछौँ काठको हेर्न जाँदैछौँ हामी चाहिँ यहाँबाट हिमाल त आइसक्यो होला अगाडि हो तिनीहरू निस्किन्छ भन्छ होइन तिनीहरू निस्किन्छ भन्छ है त्यही हो काठ भन्दा बित्तिकै काम कस्तो महसुस हुँदैछ मुलुसान साह्रो लगाउँछ नि यार हाम्रो एकदमै लगाउने के छ मोटु ठिक छैन है अहिले त्यस्तो छ यहाँ लाइट अनुसार कुट्नुपर्छ लाइट बिजुलीको छ हामी चाहिँ वेट गर्छौँ यहाँ ट्रेन आउँदैछ हामी ट्रेनको पछाडि बसेका छौँ मोटेहरू यहाँ छ यहाँ हामी यस्तो हुन्छ ट्रेन आउनु अगाडि चुइँ 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 हानिरहेको छ अब एकछिन आउँछ दुई मिनट 3 मिनट अगाडि नै अटोमेटिकल्ली जाने क्या तर हेर न यो हो क्या सुविधा यो हो नि त यार सेन्सर यो हो नि त डेभलपमेन्ट नेपालमा आएर मुगलिनमा रेल लाइन सर थाहा हुन्छ मुलुसान आयो कताबाट आएर होला दौडेर ट्रेन गयो खाली छ त अनि यो फोटो